साथीहरु के गर्ने हामी ट्याक्क हामी घन संख्या कसरी निकाल्ने त जस्तो मान्नुस् हामीलाई 11 को क्यूब नम्बर निकाल्नु पर्यो 11 को क्यूब नम्बर कसरी निकाल्ने यसको अर्थ के हुन्छ 11 into 11 into 11 तीन पल्ट मल्टिप्लाई गरेपछि घन संख्या आउँछ हामी सबलाई थाहा छ हो कि हैन अब 11 into 11 into 11 गर्दाखेरि हामीले समय लाग्न सक्छ है धेरै समय लाग्छ तर मैले बताएको ट्रिक गर्यौं भने ट्याक्क हामी मजाले निकाल्न सक्छौं त्यसकारण हेर्नु त कसरी हामी गरिराखेका छौं यसको लागि के गर्नु होला भने यदि स्क्वायर नम्बर निकाल्नु छ भने हामी तीनटा धर्का दिन्थ्यौं अघिल्लो भिडियोहरु हजुरहरु हेर्नु होला मेरो है त्यहाँ मैले स्क्वायर नम्बर कसरी निकाल्ने भन्ने देखाइसकेका छु अब आज म क्यूब नम्बर कसरी निकाल्ने भन्ने कुराहरु देखाउँदै छु त्यसकारण स्क्वायर नम्बर निकाल्न आयो भने त गाह्रो भएन त्यो पहिला भिडियोलाई हेर्नु होला अनि त्यसपछि यसलाई हेर्दाखेरि भइहाल्छ अथवा यसलाई हेरे पनि हुन्छ ल हेर्नुस् त जस्तो यसलाई के गर्ने 1 2 3 तीनटा धर्का भयो र एउटा अर्को पनि यता थप दिने चारवटा धर्का दिने यसमा 1 को हामीले क्यूब गर्यौं भने कति हुन्छ त 1 हुन्छ त्यसकारण 1 यहाँ लेख्ने अनि यसलाई तीनटा डिजिट बनाउनु होला 1 को अगाडि के राख्नु होला दुईटा जिरो राखिदिनु होला अब 1 को क्यूब गर्यो भने कति हुन्छ 1 नै हुन्छ त्यसकारण यहाँ 1 लेखिदिनुस् अब यो फर्स्ट स्टेप भयो सेकेन्ड स्टेपमा के गर्ने भने 1 into 1 into 3 into 11 गर्नुपर्छ यो 1 यहाँ आयो फेरि इन्टु बीचमा फेरि यो 1 लाई यहाँ राख्नु होला फेरि इन्टु यो 3 लाई यहाँ राख्नु होला र यो 11 संगोलमा जति छ त्यति यहाँ राख्नु होला 1 into 1 1 भयो 1 into 3 3 भयो 3 into 11 कति भयो 33 भयो 33 भयो त्यसकारण के गर्दिनु होला यहाँ 33 एउटा अंक छोडेर 3 गर्दिनु होला है अनि अब के गर्ने त अब यसलाई जोड्दिनु होला ट्याक्क जोड्दिनुस् कति आयो 1 आयो 3 आयो 3 आयो 1 आयो यानी कि 13 31 कति भइदिन्छ त 11 को क्यूब नम्बर कति हुन्छ 13 31 हुन्छ ल आउनु न फेरि अर्को पनि हेर्नु न अर्को पनि एक्जाम्पल लिएर गरौँ त जस्तो मान्नुस् के मान्नुस् भने हामीले 15 कै के निकाल्नु पर्यो क्यूब नम्बर निकाल्नु पर्यो 16 कै निकाल्नु पर्यो हो कि हैन त्यसकारण हामीलाई जुन पनि नम्बर लिइराखेका छौं सजिलो छ यसरी गर्नु होला जस्तो हेर्नुस् त 15 कै हामीले के निकाल्नु पर्यो क्यूब नम्बर निकाल्नु पर्यो मैले के भनेको छु 1 2 3 4 वटा धर्का दिनु होला दिइसकेपछि 5 को क्यूब नम्बर कति हुन्छ 125 त यहाँ 5 लेख्नुस् 2 लेख्नुस् 1 लेख्नुस् है यो 5 को क्यूब 125 भइहाल्यो 1 को क्यूब गर्यो भने कति हुन्छ 1 नै हुन्छ यो स्टेप सक्यो पहिलो स्टेप सक्यो दोस्रो स्टेपमा के गर्ने भने ठ्याक्क मैले भनेको छु 1 यो 1 लाई यहाँ ल्याउनु इन्टु यो 5 लाई यहाँ ल्याउनु इन्टु यो 3 लाई यहाँ ल्याउनु इन्टु यो 15 एकमुष्ट लिनु पर्यो 15 यहाँ गर्नुस् अनि हेर्नुस् त यो 5 3 यहाँ 15 इन्टु 15 कति हुन्छ 225 अब त्यो 225 लेख्नको लागि हामी के गर्छौं त एउटा अंक छोड्छौं यहाँ 5 लेख्छौं 2 लेख्छौं 2 लेख्छौं अनि यसलाई हामी जोड्दिन्छौं यहाँ 5 लेखिदिनुस् यहाँ 7 लेखिदिनुस् यहाँ कति लेखिदिनुस् यो 3 लेखिदिनुस् यो भनेको 3 लेखिदिनुस् हेर्नुस् त 33 75 15 को क्यूब नम्बर हामी गर्यौं भने कति हुन्छ त 33 75 हुन्छ 33 75 यो 5 आइसक्यो यो भनेको 7 भइसक्यो यो 3 भइसक्यो यो पनि 3 भइसक्यो है हेरौं त है यसरी हामी गर्न सक्छौं 33 75 15 को क्यूब नम्बर कति हुन्छ त 33 75 हुन्छ है 33 75 हुन्छ मजाले फेरि अर्को पनि हेर्न सक्नुहुन्छ जस्तो हेर्नुस् त हामीले 16 को निकाल्नु पर्यो अथवा 14 को निकाल्नु पर्यो है मजाले हामी के गर्न सक्छौं त क्यूब नम्बर जुनसुकैको क्यूब नम्बर हामी निकाल्न सक्छौं जस्तो 23 कै निकालौं न 23 को क्यूब नम्बर निकाल्नु पर्यो भने के मैले भनेको छु 1 लाइन 2 लाइन 3 एउटा 4 3 को स्क्वायर कति हुन्छ 3 को स्क्वायर त 9 हुन्छ
तर 3 को हामीले के निकाल्नु पर्यो, क्युब निकाल्नु पर्यो। 3 3 9 9 3 27, यहाँ 7 लेख्नुस्, यहाँ 2 लेख्नुस्, एउटा अझ 0 थपिदिनुस्। किन भन्दाखेरि क्युबमा यो 3टा अंक जुन छ नि यो हुनै पर्यो, 3टा धर्का हामीले भर्नै पर्यो। 2 को क्युब कति हुन्छ, 8 हुन्छ, त्यसकारण यहाँ 8 लेखिदिनुस्। अब यो फर्स्ट स्टेप हाम्रो सक्यो। सेकेन्ड स्टेपमा हामी के गर्ने भने यो 2 इन्टु यो 2 इन्टु 3 इन्टु यो 3 इन्टु यो 1 मुष्ट 23 है। अब हेर्नुस् त 3 दुनी 6, 6 त्रिका 18, 18 इन्टु 23 मल्टिप्लाई गर्नुस्, यिनीहरुले मल्टिप्लाई गर्नुस् त। 23 इन्टु 18 हामी गर्यौं भने 23 इन्टु 18 गर्यौं भने 8 त्रिका 24 को 4 भयो, हो कि हैन? 8 त्रिका 24 को 4, हातमा हाम्रो कति आयो, 2, यहाँ राख्नुस्। 8 दुनी 16 अनि 3 एकम 3, 8 दुनी 16 3 कति हुन्छ, 19 अनि 2, 19 अनि 2 कति हुन्छ, 21 को 1, हातमा कति आयो, 2। अब 2 इन्टु 1 2 भइसक्यो अनि हातको 2 4 भइसक्यो, 414 यहाँ लेखिदिनुस्। एउटा अंक छोडेर 414 यहाँ लेखिदिनुस् अनि यसलाई जोड्दिनुस्। यो भनेको 7 4 2 6 हुन्छ, यो 1 भनेको 1 भइहाल्यो, 8 4 12 कति भयो, 12 167। हस् त, धन्यवाद हजुरहरु। मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला र यस्तै यस्तै भिडियोहरु हेर्नको लागि के गर्नु होला, कमेन्ट नै गर्नु होला। हस् त, धन्यवाद।